नमस्कार साथीहरू, यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। हिजोको भिडियोमा मैले शेयर बजारमा लगानी किन गर्ने भन्ने विषयमा रहेर शेयर मार्केटमा व्हाई वी इन्भेस्ट इन शेयर मार्केटमा किन लगानी गर्ने, के कारणले शेयर मार्केटमा लगानी गर्न उपयुक्त हुन्छ, बेनिफिशियल हुन्छ, राम्रो हुन्छ, शेयर मार्केटमा चाहिँ कस्ता व्यक्तिले लगानी गर्न सक्छन्, के फाइदा हुन्छ शेयर मार्केटमा लगानी गर्दा, के कारणहरू छन् शेयर मार्केटमा लगानी गर्नुको भन्ने विषयमा रहेर बनाएको थिए भने आज शेयर बजारमा लगानी किन नगर्ने त शेयर बजारमा लगानी के कारणले गर्दा गर्नु हुँदैन शेयर मार्केटमा लगानी हैन। यसको अलिकति क्रिटिकल भएर अलिकति चाहिँ यसको चाहिँ नेगेटिभ पार्टहरु पनि केही छन् है। अलिकति सचेत हुने पार्टहरु, अवेर हुने पार्टहरु हैन। अलिकति चाहिँ आफुलाई चाहिँ कोनको चाहिँ एउटा कोनको चाहिँ दुईटा सिक्का हैन, दुईटा पार्ट हुन्छ नि त, एउटा सिक्काको दुईटा पार्ट हुन्छ है। त्यो जस्तो चाहिँ राम्रो मात्रै, राम्रो चीजको पनि नराम्रो कुराहरु हुन्छन् भन्ने कुरालाई चाहिँ मैले चाहिँ अलिकति यहाँ चाहिँ चर्चा परिचर्चा र बहस गर्न गइरहेको छु। शेयर बजारमा किन लगानी नगर्ने भन्दाखेरि, के कारण लगानी नगर्ने भन्दाखेरि चाहिँ सबैले भन्छन् शेयर बजारमा लगानी गर, तर के सधैँ लगानी गर्न उपयुक्त हुन्छ? आजको भिडियोमा तपाईलाई देखाउने छु किन कतिपय व्यक्तिहरू शेयर बजारबाट टाढै बस्नु राम्रो भन्छन्, के कारणले गर्दाखेरि चाहिँ कतिपय व्यक्तिहरू शेयर मार्केटबाट टाढै बस्नुपर्छ भन्छन् त नि, के छ कारण हैन। यसको चाहिँ ड्रब्याक्सहरु, यसको चाहिँ अपोजिट साइड्सहरु, यसको चाहिँ नराम्रो पक्षहरु के छन् त? राम्रो पक्ष धेरै छन्, तर हामीले आफ्नो ज्ञान सिप हैन अनुभवलाई चाहिँ तिखार्न नसकेको कारणले गर्दाखेरि यसको नराम्रो पक्षहरु चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ हैन। नाच्न जान्दैन आँगन टेढो, अब नाच्न नजान्नेलाई त आँगन टेढो भयो भन्छ नि त। अब नाच्न जान्ने मान्छेलाई त जहाँ पनि नाच्न सक्छ, आँगन यो ऊ भनेर उसले दोषारोप पनि गर्दैन। त्यस्तै जस्तो चाहिँ कस्तो व्यक्तिले लगानी गर्न सक्दैन शेयर मार्केटमा भन्दा सर्ट टर्म पैसा चाहिन्छ भने, यदि तपाईलाई चाहिँ छिटो पैसा चाहिन्छ भने हैन, शेयर बजार सर्ट टर्ममा ग्यारेन्टी दिन सक्दैन कि शेयर बजारमा तपाईले लगानी गर्नुभयो सर्ट टर्ममा चाहिँ तपाईले चाहिँ पैसा कमाउँछु भनेर शेयर मार्केटमा लगानी गर्नुभयो भने शेयर मार्केटले सर्ट टर्ममा चाहिँ तपाईलाई ग्यारेन्टी दिन सक्दैन। बजारले 6 महिना भित्रै 30% घट्न सक्छ, त्यति बेलासम्म तपाईको पैसा फसेको हुन सक्छ हैन। बजार चाहिँ 6 महिना भित्रै 30% घट्न पनि सक्छ, बढ्न पनि सक्छ, ग्यारेन्टी हुँदैन हैन, यसमा चाहिँ सुनिश्चितता हुँदैन। त्यही भएर सर्ट टर्ममा पैसा चाहिन्छ भने त्यो पैसालाई चाहिँ शेयर मार्केटमा लगानी गर्न उपयुक्त हुँदैन। त्यो कारणले गर्दाखेरि शेयर मार्केटमा यस्ता व्यक्तिले लगानी नगर्ने। जस्तो तपाई एक्जाम्पलको लागि घर किन्ने पैसा छ, लोन तिर्ने पैसा छ, पढाइ खर्च निकाल्ने पैसा, पढाइ खर्चको पैसा छ भने शेयर मार्केटमा चाहिँ लगानी गर्नुभयो भने तपाईको पैसा फस्न सक्छ, तपाईलाई समस्या पछि आउन सक्छ। सर्ट टर्ममै रातारात धनी हुन्छु भनेर त्यसरी नआउनु होला। यदि तपाई भावनामा बहकिने बानी छ भने पनि शेयर मार्केट तपाईको लागि होइन। कस्तो व्यक्तिको लागि शेयर मार्केट होइन भन्दाखेरि चाहिँ भावनामा, इमोसनलमा बहकिने, इमोसनली इनस्टेबल हुने हैन, फिलिङलाई, ग्रिडलाई कन्ट्रोल गर्न नसक्ने हैन, फियरलाई कन्ट्रोल गर्न नसक्ने व्यक्तिको लागि शेयर मार्केट हुँदै होइन। जस्तो कि बजार घट्यो भनेर डराएर बेच्ने, बजार बढ्यो भनेर हडबडिएर किन्ने, त्यस्तो व्यक्तिको लागि शेयर मार्केट हुँदै होइन हैन। अब जसले शेयर बजारमा चाहिँ डिसिप्लिन भएर लाग्छ त्यस्तो व्यक्तिको लागि शेयर मार्केट हो। प्लानिङका साथ, स्ट्र्याटेजीका साथ लाग्छ त्यस्तो व्यक्तिको लागि शेयर मार्केट हो। तपाई अब अर्को के शेयर मार्केटको लागि चाहिँ कस्तो व्यक्ति शेयर मार्केटमा चाहिँ इन्ट्री गर्नु हुँदैन, कस्तो व्यक्तिको लागि शेयर मार्केट होइन भन्दाखेरि 3 नम्बरमा तपाईले रिसर्च गर्न समय दिन सक्नुहुन्न भने तपाईको लागि पनि शेयर मार्केट होइन। रिसर्च गर्नलाई समय दिनु, इनफ टाइम टु रिसर्च द इच एन्ड एभ्री कम्पनी अफ द अर्गनाइजेसन। कम्पनीको प्रॉफिट, ब्यालेन्स सिट, न्यूज बुझ्न नचाहिने हो भने तपाई सधैँ अरूको भर पर्नुपर्ने हुन्छ। कम्पनीको प्रॉफिट कति छ, ब्यालेन्स सिट कस्तो छ, नाफा नोक्सानको स्थिति कस्तो छ, फाइनान्शियल पोजिसन अफ द कम्पनी कस्तो छ, त्यो ब्यालेन्स सिटबाट थाहा हुन्छ। फाइनान्शियल परफर्मेन्स अफ द कम्पनी कस्तो छ, त्यो ब्यालेन्स सिटको एनालाइसिस, रेशियो एनालाइसिसहरु, ब्यालेन्स सिटमा चाहिँ रिसिभेबल, पेएबल कस्तो छ, क्यापिटल कस्तो छ, लोन कति छ, एसेट्स कति छ, नेट भ्यालु एसेट कति छ, ब्यालेन्स सिटबाट हेरेर थाहा पाउनुहुन्छ।
प्रॉफिट एन्ड लस एकाउन्ट कस्तो छ भनेर नाफा नोक्सान हिसाबबाट तपाईले थाहा पाउन सक्नुहुन्छ। न्यूज कस्तो छ कम्पनीको, डिभिडेन्ड हिस्ट्री कस्तो छ, यी कुराहरू चाहिँ तपाईले अध्ययन आफैले अनुसन्धान गर्न तपाईले विशेष गर्नुपर्ने हुन्छ। अर्काको भरमा लागेर त्यो तपाईले हुँदैन। त्यो कारणले गर्दाखेरि रिसर्च गर्ने समय छैन भने तपाईले ट्रेडिङ गर्नुभन्दा इन्भेस्टिङ गर्नु नै बेटर हुन्छ। अरूको टिप्समा पैसा कमाउन गाह्रो छ। क्विक पैसा कमाउने सोच छ भने पनि तपाईले शेयर मार्केटमा लगानी गर्नु हुँदैन। चाँडै पैसा कमाउने सोचले तपाईलाई गलत स्टकतिर लैजान सक्छ। धेरै जसो बिगिनर्समै मातिन्छन्। यहाँ तपाईलाई धैर्यवान धनी बन्नु पर्छ, हतारो धनी होइन। धैर्यवान गरेर बिस्तारै कन्सिस्टेन्टली हैन सस्टेनेबल भएर क्यापिटल इरोड हुन नदिकिन रिस्क मिनिमाइज गरेर प्यासन भएर चाहिँ धैर्यवान भएर डिसिप्लिन म्यानरमा रहेर चाहिँ बिस्तारै बिस्तारै धनी हुने हो। छिटो छिटो धनी हुने चाहना बिगिनरहरूले राख्छन्। अरूले कमाएको छ भन्ने एउटा चाहिँ भ्रममा परेर त्यो सिको गरेर अनि चाँडो पैसा कमाउने व्यक्तिले चाहिँ गलत स्टकतिर अपरेटरले चलाएको स्टकहरू हैन बिग बनले चलाएको स्टकहरू उडाएको स्टकहरूमा चाहिँ इन्ट्री गर्यो भने टुप्पामा किन्दाखेरि चाहिँ फस्ने सम्भावना ज्यादा हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ छिटो पैसा कमाउने सोच छ भने पनि शेयर मार्केटमा लगानी नगर्नु होला। तपाईको इमर्जेन्सी फन्ड छैन, यदि तपाईसँग इमर्जेन्सी फन्ड छैन, शेयर बजारमा लगानी गर्नु अघि कम्तीमा 6 महिना बराबरको खर्च गर्नुपर्छ। किनभने तपाईसँग इमर्जेन्सी मनी, तपाईको लोन तिर्ने पैसा, तपाई घर खर्च गर्ने पैसा, तपाईको चाहिँ भइपरि आउँदाखेरि चाहिँ हैन हस्पिटल एक्सपेन्सेसहरु भइपरि आउने मिसलेनियस एक्सपेन्सेसहरु नराखिदिन सम्पूर्ण रकम चाहिँ शेयर मार्केटमा लगानी गर्नुभयो भने तपाईको चाहिँ इमर्जेन्सी तपाईले त्यो अवस्थामा तपाईलाई प्यानिक बनाउन सक्छ, प्रेसर स्ट्रेस हुन सक्छ हैन। किनभने तपाईलाई चाहिने बेलामा चाहिँ मार्केट घट्यो भने बेच्दाखेरि क्यापिटल लस हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईलाई एकदम गाह्रो सिनारियो आउन सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ इमर्जेन्सी मनीलाई शेयर मार्केटमा लगानी गर्नु हुँदैन। कस्ता व्यक्तिले लगानी गर्न हुँदैन, कस्तो मेन्टालिटी भएको, कस्तो माइन्डसेट भएको हैन, कस्तो साइकोलोजी भएको व्यक्तिले लगानी गर्नु हुँदैन भन्दाखेरि चाहिँ यस्ता साइकोलोजी यस्ता मेन्टालिटी भएको व्यक्तिले यस्ता टाइपको व्यक्तिले चाहिँ शेयर मार्केटमा लगानी गर्नु हुँदैन। 1 नम्बरमा सर्ट टर्म पैसा चाहिन्छ भने, 2 नम्बरमा तपाई भावना बहकिने बानी छ भने, 3 नम्बरमा रिसर्च गर्ने समय छैन भने, 4 नम्बरमा क्विक पैसा कमाउने सोच छ भने, त्यसैगरी तपाईको इमर्जेन्सी फन्ड छैन भने तपाईले शेयर मार्केटमा लगानी गर्न उपयुक्त हुँदैन। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो यहाँलाई विशेष धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु। भिडियो कस्तो लाग्यो कृपया लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनु होला भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु। हस्त नमस्ते।